हेलो 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 गाइस, आज हामी चाहिँ फाइनल्ली कहाँ जाँदैछौँ रे? सिसाइड हामी सिसाइड घुम्न जाँदैछौँ है। फाइलको सिसाइडमा हामी फाइलको सिसाइडमा जाँदैछौँ ल है। तपाईँहरूलाई हामी त्यहाँ पुगेपछि देखाउनेछौँ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्न नबिर्सिनु होला। धन्यवाद। होइन हौ, यहाँ गर्मी पनि के साह्रो गर्मी भएको हो दाजु? साह्रै गर्मी छ है। 39 39 गर्मी छ आम्मा। यस्तो गर्मीमा चाहिँ हामी जाँदैछौँ है गाइजहरू। तपाईँहरू सबैजनाले चाहिँ हेर्न नबिर्सिनु होला भन्न चाहन्छु। हिँड्दा हिँड्दै थाकियो। लगभग 10 मिनट हिँडिसक्यो, हामी पुग्न सकेको छैन। अझै छ बाँकी। गर्मीले चाहिँ साह्रो सताइरहेको छ। कति छ नि गर्मी अहिले? 35 कि 36 40 नै होला लगभग। त्यस्तो गर्मी छ है गाइजहरू। खाडी मुलुकतिर अहिले चाहिँ साह्रो गर्मी बढिरहेको छ। अब के गर्नु। ल फाइनली हामी चाहिँ यता पुगिसकेको छु दाजु। के छ, पुग्यो नि है? ल साथीहरू, हामी फाइनल्ली चाहिँ मैदानमा पुगिसकेका छौँ है। ल दाजु, के छ त अनि तपाईँको खबर भन्नुहोस्। फाइनल्ली हामीहरू फाइलको सिसाइडमा आइसकेका छौँ। तपाईँले देख्न सक्नुहुन्छ। तर हिजोसम्म मान्छे धेरै थियो। तर मलाई जहाँसम्म लाग्छ अस्ति शनिबार पनि बम एकचोटि आएको थियो, माथि आकाशमा डिस्पोज गरिरहेको थियो। र फेरि आज पनि 6 बजे रातितिर बम डिस्पोज भएको छ। जस कारणले गर्दा पनि सायद अलि स्ट्रिक्ट भएर होला, मान्छेहरू यहाँ धेरै आउनु भएको छैन। एक दुईजना फाटाफुट्टा हुनुहुन्छ, जसमा हामी पनि छौँ। र तर पनि हामी तपाईँहरूलाई यहाँको वातावरण के कस्तो छ है देखाउन चाहन्छु। तर आउनुहोस्, हामी अगाडि बढ्दै जाउँ, तपाईँहरूलाई राम्रो राम्रो कुराहरू देखाउँदै गर्छु। हजुर, त्यही सम्झनाको लागि चाहिँ अब तपाईँसँग यसो घुमघाम गर्नलाई यतातिर आएको। गाइजहरू, म अब भोलि लास्ट कुवेतमा हुन्छु। पर्सि चाहिँ म प्लेनमा हुन्छु। अनि कुवेतको जमिनलाई छोडेर माथि प्लेनमा उडेर नेपाल प्रवेश हुँदैछ। यहाँको बसाइ एकदम रमाइलो भयो, एकदम रमाइलो भयो। किनकि यहाँ मैले जति पनि साथीहरू पाएँ, अनि हाम्रो चर्चमा दिदीबहिनी दाजुभाइहरू है जति पनि मैले साथ गर्न पाएँ। हाम्रो चर्चमा धेरै आफ्नो परिवारभन्दा पनि त्यस्तो राम्रो साथीहरू, दाजुभाइ दिदीबहिनीहरू, एकदम मनकारी प्रभुका जनहरू पाएँ। मलाई धन्य धन्य। मलाई बिदाई गर्दा मलाई आँसु पनि आँखाबाट आइसकेको थियो, किनभने आफूलाई कन्ट्रोल गरेँ। खुसी लाग्यो। परदेशमा पनि नेपाली माया पाइएको छ, नेपाली परिवार पाएको छु। एकदम खुसी लागेको छ। म फेरि पनि कुवेतमै आउने प्रयास गर्नेछु। तपाईँहरूको प्रार्थना सपोर्ट भयो भने म फेरि अवश्य फेरि आउनेछु भन्न चाहन्छु है त। ल हामी अगाडि जाउँ, अगाडि गएर हेर्दै गरौँ। ल यहाँ आइसकेपछि चाहिँ तपाईँलाई कस्तो फिल भइरहेको छ त? अनि छ नि दाजु, यहाँ आइसकेपछि तपाईँले चाहिँ कस्तो फिल भइरहेछ यो बालुवामा टेक्दै गर्दा? कति आनन्दको फिल भइरहेको छ, किनभने मेरो घर छेउमा पनि खोलाको डिलहरू छ। त्यसमा चाहिँ हामी सानैदेखि बालुवामा हुर्केको खेलेको, अनि अहिले यस्तो राम्रो महसुस भयो। लगभग 20-25 वर्षपछि फेरि यो बालुवामा है देख्दा 20-25 वर्ष पहिलेको यादहरू आयो, परदेशमा पनि यस्तो कुराहरू देख्दा। तर यो कुरा चाहिँ के छ भने, अब्राहमलाई परमेश्वरले बालुवाको कण जस्तो तेरो सन्तानहरूलाई आशिष दिनेछु, अथवा तेरो अनगिन्ती तेरा सन्तानहरू बालुवाको कण भन्दा पनि बढी धेरै हुनेछन् अनि भनेर चाहिँ एउटा दर्शाउनु भएको छ होइन, परमेश्वरले अब्राहमलाई भन्नुभएको छ। त्यो आशिषलाई सम्झन्छु म यो बेला, वचनलाई याद गर्न चाहन्छु। परमेश्वरले चाहिँ तपाईँ र मलाई आशिषको कुराहरू दिने, थोरै होइन, त्यसको मतलब थोरै होइन कि प्रशस्तताको आशिष परमेश्वरले तपाईँलाई म दिन चाहन्छु भनेको। त्यसलाई चाहिँ म त्यसरी बुझ्दछौँ। यहाँ चाहिँ हेर्नुहोस्, अहिले बालुवाको पुरा डिल छ है। अनि यसमा यहाँ चाहिँ पानी एकदम, यो कुवेतमा पानी एकदम कम नै हुन्छ। र यस्तो गर्मीको सिजनमा पानीहरू पर्दैन। जाडो सिजनमा चाहिँ यहाँ वर्षा हुने गर्दछ। तपाईँहरूलाई हामी समुद्रको छेउछाउमा चाहिँ हामी लिएर जाँदैछौँ। एकछिनमा हामी हेर्नेछौँ है समुद्र छेउछाउमा के हुँदैछ, कस्तो छ, अनि घटेको छ कि बढेको छ कि, तपाईँलाई त्यो देखाउन चाहन्छौँ। अगाडि हेऱ्यो भने हाम्रो त्यहाँ बोटहरू पनि छ होइन, पानी जहाजहरू। उता देखाउनुहोस् त, पानी जहाजहरू छ। त्यहाँ चाहिँ पानी जहाजको स्ट्यान्ड हो त्यो, के अरे के भन्छ त्यसलाई,
स्ट्यान्डै भन्छ होला बस पार्क जहाँ हाम्रो नेपालतिर बस पार्क हुन्छ नि त्यस्तै गरेको त्यो पानी जहाजहरूको त्यो स्ट्यान्ड हो त्यहाँ सामानहरू झिक्ने त्यहाँ लोड अनलोडिङ हुन्छ मलाई जहाँसम्म लाग्छ हामी यतातिर जानेछौँ त्योहरू कति राम्रो छ ओ माई गड घटेको रहेछ पानी घटेको रहेछ तर पनि जे होस् राम्रो देखिरहेको छ पुरा छालहरू यस्तो मिलेर आएको छ है अनि यो देख्दै गर्दा परमेश्वरले हामीले पवित्र बाइबलमा हामीले हेऱ्यौँ भने भजन सङ्ग्रहको पहिलो अध्यायमा त खोलामा रोपेको बोट जस्तै भन्ने कुराहरू त्यहाँ छ है रोपेको बोट कहिले पनि सुक्दैन किनभने त्यो सधैँभरि त्यो आफ्नो समयमा सिजनमा फल दिन्छ अनि त्यसको पातहरू कहिले ओइलाउँदैन भनेर वचनमा लेखिएको छ साँच्चीकै खोलामा आउँदा हामीलाई कति शान्त महसुस भयो कति शीतल महसुस भयो एउटा यो पनि एउटा परमेश्वरको सृष्टि हो यो आशिष पनि हो आज मानिसहरूको लागि प्रभुलाई धन्यवाद होस् यो सबै कुराहरू देख्न पाइयो सायद यो मेरो आज लास्ट नै हुन्छ होला सी साइडमा घुमाइ त्यसपछि भोलि मेरो सबै सामानहरू रेडी गर्नेछु अनि पर्सिको लागि हैन त के छ त दानियल ब्रदरहरू हुन्छ परमेश्वरलाई धन्यवाद भएको होस् आज फेरि पनि हामी आज यो समुद्री किनारेमा आइसकेका छौँ एकदम रमाइलो ठाउँ छ है एकदम रमाइलो छ जस हामी दाजुभाइ मिलेर हिजो रातिदेखि हामी उता बसिरहेका थियौँ चर्च अफिसमा अनि आज हामी यो ठाउँमा आइरहेका छौँ हामी देख्न सक्छौँ एकदम आशिषमय कुराकानी भयो हाम्रो समयल दादासँग उहाँ पनि अब 1-2 दिनमा घरमा जाँदै हुनुहुन्छ एकदम शुभ यात्रा पनि भन्न चाहन्छु परमेश्वरको सृष्टि आकाश र पृथ्वीलाई सृष्टि गर्ने हाम्रो परमेश्वर महान हुनुहुन्छ है एकदम असल ठाउँमा आइसकेका छौँ तर अलि गर्मी छ हुन्छ यो भिडियोलाई हेरेर तपाईहरु सबैजनाले साथ सपोर्ट गर्नु होला धन्यवाद फाइलमा अगाडि जाँदैछौँ त्यो अग्लो एउटा घर छ त्यो घरभित्र महल पनि छ त्यसमा चाहिँ के छ भने एउटा स्विमिङ जस्तो छ स्विमिङ पुल जस्तो छ त्यसमा ऊ पनि छ छहरा पनि छन् है पानीको माथि छहराहरू जान्छ तल झर्छ हामी अस्ति गएको थियो त्यो ठाउँमा हामी फेरि जानेछौँ 2 भाइ आज अनि त्यहाँ हामीले भिडियो बनाउने छौँ फोटो बनाउने छौँ तबसम्म बनिरहनुहोस् है सबैजना हो नि ढुङ्गाहरू हो यो ढुङ्गा चाहिँ थाहा छैन कहाँबाट लिएको कस्तो खालको ढुङ्गा तर यहाँ समुद्रमा चाहिँ यस्तो खालको ढुङ्गा चाहिँ नमिल्नु पर्ने तर सायद मलाई लाग्छ यसलाई चाहिँ कुवेत सरकारले नै यो डिजाइनको लागि अन्त्यबाट लिएर यो यहाँ यस्तो बनाएको हुनसक्छ तर राम्रो छ जे होस् एउटा देख्नमा चाहिँ दामी छ हेर्नुहोस् हामी अहिले यो यता शौचालयतिर आइसकेका छौँ अब हामी अगाडि जानेछौँ मलाई जहाँसम्म लाग्छ एउटा आइसक्रिम पनि थियो त्यहाँ आइसक्रिम पनि हामी खानेछौँ आउनुहोस् अगाडि आइसक्रिम खाँदैछु हामीले फाइनली आइसक्रिम भेटाइसकेका छौँ लास्टै गर्मी छ कुवेतमा लगभग 40 डिग्री सेन्टिग्रेड छ सायद हामी आइसकेका छौँ अब हामीले फाइनली खानेछौँ बहुत अच्छा छ है आइसक्रिम खाने भएपछि यता यो सी साइडमा आउनुहोस् समाउनु चाचाकोमा चाचा बहुत अच्छा रेटमा दिइरहेको चाचा छैन यहाँ कस्तो रेटमा दिइरहेको उसले हिन्दी बुझ्दैन आइसक्रिम खाने भएपछि आउनुहोस् यता ल है फाइल के कुन ठाउँ हो फाइलको सी साइड आइसक्रिम खाने ल सरको ल्याउनु न ल गाइजहरू है हामीले चेस गरिसकेका छौँ फाइनली अब हामी आइसक्रिम खानेछौँ कस्तो छ बिल ओ माई गड सुपर थ्याङ्क यू यसै कस्तो जाजर होला है सबै जाजर ल गाइजहरू हामी फेरि पनि अब तपाईँलाई भनेको थियो यो घरभित्र यस्तो छ यतातिर हेर्नुहोस् यतातिर देखाउनुहोस् न यतातिर पानीको छहरा छ मलाई लाग्छ यो मोटरको कमाल होला तर कति राम्रो छ हेर्दा है चक्क दामी छ यतातिर मान्छेहरू धेरै हुन्छ अनि ऊ त्यहाँ चाहिँ पानीहरू माथि सर माथि पानी आउने ठाउँ हो त्यो अस्ति हामी आएको बेला हामी देखेको थियौँ मलाई राम्रो लाग्यो त्यही भएर तपाईँलाई फेरि यो ठाउँ देखाउन लिएको र यसको पछाडितिर पनि छ है फाइनली हामी आएका छौँ बन्द गर्नेछ यतातिर हेर्न सक्छौँ पानीको पुरा छहरा छ है यो पनि एकदम राम्रो देखिन्छ हेर्दा टक्क परेको चट्ट परेको है दामी छ यस्तै रमाइलो ठाउँहरू कुवेतमा हामीले हेर्न सक्छौँ रमाइलो छ है एकदम रमाइलो छ तपाईँहरूलाई यो भित्र देखाउने छ यता देखाउनु त हामीले यहाँबाट बाटो क्रस गरेर यो कोर्टमा जानेछौँ हामीले यहाँ पनि जानेछौँ यहाँ गएर तपाईँलाई यहाँको दृश्य पनि देखाउनेछौँ तबसम्मको लागि हाम्रो क्यामेरामा बनिरहनुहोस् लेट्स गो
र गाइजहरू हेर्नुहोस् है, यताको नजारा हेर्नुहोस् है। अनि सी साइड छ, सी साइडको तलतिर खानु पानी जहाजहरू छ। अनि यता पार्किङहरू कति दामी के। यस्तो त हाम्रो नेपालमा पनि यदि बनाउन सक्यो भने बन्न सक्छ। र अहिलेको सरकारले चाहिँ जस त्यहाँ खोलाको किनारहरूमा त्यसरी बस्तीहरूलाई उठाएको छ, तर पनि त्यो ठाउँमा चाहिँ यस्तै कुराहरू बन्छ जस्तो मलाई जहाँसम्म लाग्छ। तर सरकारको ध्यान त्यतातिर जाओस्, पार्किङहरू अनि र यसो है त्यो खोला नालामा हिँड्नको लागि त्यस्तो केहीहरू छ भने सरकारले चाहिँ त्यो विकासको लागि पुरा योजनाहरू बनाओस् भन्न चाहन्छु।